अब बन्ने सरकारले विद्रोह मार्फत पहिलो केपी ओली र रमेश लेखक, दोस्रो सुशीला कार्की र ओम प्रकाश आर्यलाई कस्टोडियम लिएर राखिनेछ। म आज यहीबाट यो घोषणा गर्न चाहन्छु। मोदीको चाहिँ ग्यारेन्टी कसले लिदिने? सुशीला प्रधानमन्त्री अबको 2 महिना 3 महिनापछि म चुनाव गराएर म घर जान्छु भन्दै हुनुहुन्छ नि। भोलि आउने सरकारले यो कुरालाई सम्बोधित गर्छ कि फेरि पनि आन्दोलन गर्नतिर बाध्य बनाउँछ? यो सरकारबाट त विश्वास उठेर हामीले हटाएर नयाँ सरकार बनाएको थियौँ। अब यो सरकारले चाहिँ एउटा नयाँ देश देखाउनको लागि राजनीति भनेको यस्तो हुनुपर्छ भन्ने उदाहरणको रूपमा लाग्छ भनेको सरकार थियो। सरकारले चुनाव मात्रै माइन्डेडली पछि। नमस्ते साथीहरू, भदौ 23 र 24 गते नेपाली इतिहासकै यस्तो डेट हो जुन कि सम्पूर्ण नेपालीलाई आजीवन याद रहनेछ। यो आन्दोलनपछि सम्पूर्ण नेपालीको मुखमा एउटै वर्ड थियो, द्याट इज जेन्जी। कति नेपालीले त आफ्नो लाइफमै पहिलो पटक यो वर्ड जेन्जी सुन्न पाए। समस्या तब आइपुगे साथीहरू जब यही जेन्जी ग्रुपभित्र डिभिजन आइपुग्यो। हुन त पोलिटिक्स भनेकै जबसम्म एउटा पार्टीको विरोध अर्को पार्टीले गर्दैन त्यसलाई हामी पोलिटिक्स मान्नै सक्दैनौँ। तर यही हाम्रो देशको लागि लाभदायक पनि हुन्छ, किनभने यसले गर्दा जुन पार्टी पावरमा छ उसलाई थाहा लाग्छ कि मैले गरेको कार्यहरू कतिको सही छ कतिको गलत छ। यो राम्रो कुरा हो। तर प्रश्न त्यहाँ उठ्छ जब यही नेपाली डर्टी पोलिटिक्सको विरुद्ध, यही नेपाली पोलिटिक्सको शासन दमन विरुद्ध कुनै एउटा ग्रुप बाहिर आउँछ जसले कि आन्दोलन पनि गराउँछ र त्यही ग्रुपभित्र यदि डिभिजन भइदियो भने, त्यही ग्रुपका युवाहरू बीच यदि मतभेद भइदिन्छ भने यहाँ प्रश्न पटक्कै पनि उठ्छ। आजको भिडियोमा हामी किन जेन्जी ग्रुप बीच यो मतभेद भयो र किन यही नेपाली सरकारको डर्टी पोलिटिक्स विरुद्ध उठेको युवाहरूको समूह बीच नै किन यो सोचको फरक भिन्नता भइदियो भन्ने कुरा यो भिडियोमा जान्नेछौँ। र वास्तवमै धेरै जेन्जी लिडर हुनु हाम्रो देशको लागि राम्रो हो त, र यसले हाम्रो आउँदै गरेको इलेक्सनमा कस्तो प्रभाव पार्न सक्छ, यसले देशलाई एउटा राम्रो लिडर, राम्रो प्रधानमन्त्री दिन सक्ला कि नसक्ला भन्ने कुरा यो भिडियोमा हामी गर्नेछौँ। पहिला चाहिँ त्यहाँ के भनियो भन्दाखेरिमा चाहिँ सरकारसँग पहिलो चरणको केही छलफल वार्ता गरौँ भनियो। तर चाहिँ एकाएक त्यहाँ कहाँबाट त्यो पहिला ड्राफ्ट बनेको रहेछ, मस्यौदा बनेको रहेछ, त्यो मस्यौदालाई त्यो ठाउँमा ल्याएर चाहिँ त्यहाँ जबरजस्त भित्र बोलाएका मान्छेलाई ताली पिटाएर चाहिँ त्यहाँ ठाउँमा त्यो प्रस्तुत गरियो। त्यसो भए के चुनावका लागि मेरा दाइहरूले, मेरा भाइहरूले के रगत बगाएका थिए? र यसबारे म तपाईँहरूको समक्ष 4वटा कारण प्रस्तुत गर्नेछु। अहिलेको सिनेरियो हेर्दाखेरि मुख्यतः 3-4वटा जेन्जी लिडरको नाम हामी तपाईँलाई थाहा छ। सुडन गुरुङ, रक्षा बम, सोभिता गौतम र केपी खनाल र अन्य थुप्रै नामहरू छन्। यो जेन्जी लिडरहरू एक नहुनुको कारण मुख्य रूपमा 1 नम्बरमा म के देख्छु भन्दाखेरि यिनीहरूको पोलिटिकल ब्याकग्राउन्ड। यी विभिन्न जेन्जी ग्रुपका लिडरहरू बीच एकता नहुनुको कारण एउटा पटक्कै हुन सक्दैन। म तपाईँ समक्ष 3-4वटा रिजन राख्छु र यही 3-4वटा रिजनलाई यदि तपाईँले कन्सिडर गर्नुभयो भने तपाईँलाई, हामीलाई थाहा लाग्छ कि किन यिनीहरू बीच एकता छैन, किन यिनीहरू बीच मेलमिलाप छैन। यो कारणहरूमध्ये 1 नम्बरमा आउँछ यिनीहरूको पोलिटिकल ब्याकग्राउन्ड। यो लिडरहरूमध्ये कतिपय कम्युनिस्ट, कतिपय युएमएल, कतिपय माओइस्ट, सबै डिफ्रेन्ट पोलिटिकल ब्याकग्राउन्ड हुने बित्तिकै यिनीहरूको मानसिक सोच फरक भइदिन्छ। र यदि 2 जना बीच उनीहरूको पोलिटिकल ब्याकग्राउन्ड नै फरक भइदिँदा उनी 2 जना बीच पोलिटिकल रूपले मेलमिलाप हुनै सक्दैन। त्यही भएर पनि हुनसक्छ होला यो जेन्जी ग्रुपको लिडरहरू बीच मेलमिलाप छैन। अर्को नम्बरको पोइन्ट हेर्ने हो भने यही बीच कति युवाहरू पुरानो पार्टीलाई सपोर्ट गर्ने भने कति युवाहरू नयाँ पार्टी जुन कि नेपालमा खुलेको थियो, जसलाई कि आरएसपी यानि कि राष्ट्रिय स्वतन्त्र पार्टी पनि भनिन्छ, जसको मेन लिडर रवि लामिछाने हुनुहुन्छ, कति युवाहरू यो नयाँ पार्टीतर्फ पनि लागे। अब कति युवाहरू पुरानो पार्टीतर्फ लागेका थिए भने कति युवाहरू यो नयाँ पार्टीमा लागे। जसकारण भयो के त भन्दाखेरि जुन युवाहरूको ग्रुप थियो त्यो ग्रुप बीच भिन्नता आइदियो, उनीहरूको सोच बीच भिन्नता आइदियो र त्यसै कारण उनीहरूको ग्रुपको लिडर बीच पनि भिन्नता आइदियो। र यो आरएसपी पार्टीलाई मन पुर्याउनुको कारण यो पनि थियो कि यो पार्टीले बढी युथ सेन्ट्रिक कुराहरू गर्थे, जसकारण धेरैजसो युवाहरूको ग्रुप यो आरएसपी पार्टीले पनि सपोर्ट गर्न थाले। यो त थियो नयाँ पोलिटिकल पार्टी र पुरानो पोलिटिकल पार्टीले गर्दाको प्रभाव। तर यही बीच कतिपय युवाहरूको ग्रुपहरू, कतिपय युवाहरू
यो नेपालमा रहेको पोलिटिकल सिस्टमबाट फ्रस्ट्रेट भएर यो पोलिटिकल पार्टीबाटै फ्रस्ट्रेट भयो र जसकारण उनीहरू एन्टी पोलिटिक्सलाई सपोर्ट गर्न थाले। यानि कि देशमा यो यस्तो पोलिटिकल पार्टी नै हुनु पर्दैन भन्ने कुरामा उनीहरू सपोर्ट गर्न थाले, जसले कि यो तेस्रो नम्बरको पोइन्टलाई पनि निम्ताउँछ कि उनीहरू पोलिटिक्समै इन्ट्रेस्ट नभएर, यो डर्टी पोलिटिक्समै इन्ट्रेस्ट नभएर, पोलिटिकल पार्टीमै इन्ट्रेस्ट नभएर उनीहरू एन्टी पोलिटिक्स नेचरका भयो। र लास्टमा एउटा अरू पोइन्ट आउँछ, त्यो हो कि सोसल मिडियाको अल्गोरिदम। तपाईँ टिकटक, फेसबुक र युट्युबमा जुन पोलिटिकल लिडरको, जुन जिन्जी लिडरको कुरा सुन्न थाल्नुहुन्छ, त्यो सोसल मिडियाको अल्गोरिदमले तपाईँलाई पटक पटक त्यही मान्छेको रिल, त्यही मान्छेको भिडियो, त्यही मान्छेको इन्टरभ्यू, र जसकारण तपाईँको माइन्डसेट पनि त्यही मान्छे जस्तो भइदिन्छ। र त्यही कारण हो नेपाली युवाहरू बीच जेन्जी लिडरहरू फरक हुनु। यहाँ कुरा धेरै जेन्जी लिडर हुनु होइन, यहाँ कुरा हो 10 जना जेन्जी लिडर भए तापनि देशमा प्रधानमन्त्री 1 जना बन्ने हो र त्यही मान्छे राम्रो मान्छे हुनु पर्यो। र तपाईँ कहिले पनि जेन्जी लिडर चुज गर्नुहुन्छ भने यस्तो मान्छेले चुज गर्नुहोस् जसले कि यो देशलाई एउटा राम्रो प्रधानमन्त्री दियोस्, किनकि तपाईँ हाम्रो प्रयास यो देशको जेन्जी युवाहरू बीच भिन्नता ल्याउनु पटक्कै होइन। तपाईँ र हामीलाई एउटा राम्रो प्रधानमन्त्री चाहिएको हो। त्यही छ, देशमा जे जति जेन्जी लिडर छ त्यही लिडरहरू मिलेर यदि देशलाई राम्रो प्रधानमन्त्री दिन सक्यो भने हाम्रो देश अझ पनि विकास गर्न सक्छ। हस्त साथीहरू, म आज यति भन्दै बिदा लिन चाहे। धन्यवाद।